म सत्य स्वतन्त्र विद्यार्थी युनियनको गरिमा उच्च राख्ने प्रतिज्ञा गर्दै म सच्चा मनले पदको रूपमा मेरो कर्तव्य र जिम्मेवारीहरू इमानदारी रूपमा निर्वाह गर्ने प्रतिज्ञा व्यक्त गर्दछु। म विद्यार्थीहरूको हक अधिकार रक्षा गर्न, उनीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक र बौद्धिक विकासमा लागि इमानदारीपूर्वक क्रियाशील रहनेछु। विद्यार्थीहरूको हकको संरक्षण तथा संवर्धन गर्नेछु। संविधान, त्रिभुवन विश्वविद्यालय नियमावली र जुम्ला बहुमुखी क्याम्पसको नियम, विद्यार्थी आचार संहिता तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार आफ्नो सम्पूर्ण जिम्मेवारी निस्वार्थ भावनाले निर्वाह गर्नेछु। अन्याय, अराजकता, भ्रष्टाचार, विभेद र अनैतिक कार्यको विरोध गर्नेछु। म विद्यार्थीहरूप्रति सम्मान व्यवहार गर्नेछु। विद्यार्थीहरूको विश्वास, आदर्श र अपेक्षाहरूलाई पूरा गर्न हरसम्भव प्रयासरत रहनेछु। विद्यार्थीहरूको शिक्षा क्षेत्र, सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि निस्वार्थ भावले इमानदारीपूर्वक काम गर्नेछु। मेरो सम्पूर्ण कार्य निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक मूल्य र नैतिकता अनुरूप रहनेछ। म विद्यार्थीहरूको भरोसा र विश्वासको रक्षा गर्नेछु। जय स्वतन्त्र विद्यार्थी युनियन, जय जुम्ला बहुमुखी क्याम्पस, सम्पूर्ण विद्यार्थी एवं जय विद्यार्थी संघ संगठन। धन्यवाद। धन्यवाद। प्रमुख अतिथिज्यूले ब्यानर उद्घाटन गरिसक्नु भएको छ र आसन ग्रहणको अगाडि गए आसन ग्रहण गरिदिनु हुन पूर्व सोभि सचिव जयकृष्ण आचार्यज्यूलाई स्वागत मन्तव्य राखिदिनु हुन साहेब क्याम्पस प्रमुख श्री पदमबहादुर साईज्यूलाई, पदाधिकारीहरूलाई शपथ ग्रहण तथा सम्मान कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमको प्रमुख अतिथिज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी उपाध्यक्ष पदमा विक्रम किरुवा, उपाध्यक्ष पदमा विक्रम किरुवा, दत्तराज राउत, सचिवमा दत्तराज राउत, सहसचिव सहसचिवमा धनराज बुढा, सहसचिव धनराज बुढा, त्यसैगरी कोषाध्यक्षमा दिन बहादुर राव, त्यसैगरी सचिवमा प्रवीण गुर्थापा,